मृत्युदेखि डराएर हिजो पनि हामी पुनः पसेका होइनौं। मृत्युदेखि डराएको भए झापाको संघर्षको सृष्टि हुने थिएन। मृत्युदेखि डराएको भएदेखि तानाशाहलाई, त्यो बादशाहलाई घोडाबाट खसाल्न निम्ति कठालो समात्ने आँट गरिने थिएन। त्यसो हुँदा परिवर्तन आएको हो, आन्दोलन गरेकै हो, आन्दोलनले परिवर्तन ल्याएकै हो। त्यसो हुँदा यहाँ कसलाई कारबाही गर्ने र कसलाई के गर्ने होइन। तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ, तत्कालीन सरकारका पदाधिकारीलाई कारबाही गर्नुपर्छ। यहाँनिर जेनजी पुस्ताको आन्दोलनकारीलाई आजसम्म विश्वको इतिहासमा कसलाई कारबाही भएको छ? अवस्था परिवर्तन गर्न चाहन्छ, व्यवस्था परिवर्तन होइन यो जेनजी पुस्ता। त्यसो हुँदा जेनजी अथवा जेनसी मतलब जेनेरेसन चेन्ज, लिडरमा जेनेरेसन चेन्ज हुनुपर्छ। त्यसो भएको हुँदा विधि र पद्धतिलाई नियमन गरेर, नियम बनाएर, विज्ञको टोली मार्फत नियम बनाएर अगाडि बढ्नुपर्छ। अब आन्दोलनकारीका मागलाई सम्बोधन गर्नका निम्ति आन्दोलनकारी तत्पर छ र आन्दोलनकारी माग गर्छ। अब सडकमा जान चाहँदैन, तर त्यो सडकको टाटाले हामीलाई नसरापोस्। त्यो शहीद किन भयो? यदि शहीदका सपनाहरू पूरा गर्नका निम्ति हामी पनि शहीद हुनुपर्छ भने, यदि घाइतेका सपना पूरा गर्न हामी पनि घाइते हुनुपर्छ भने हामी तयार छौं। तर हाम्रा माग र एजेन्डाहरू कुनै पनि तरिकाले पछाडि हट्ने पक्षमा छैनौं। हामी कुनै भूगोललाई प्रतिनिधित्व गर्ने पक्षमा छैनौं। हामी कुनै उसलाई समग्र देशलाई